हेलो एन्ड नमस्ते साथीहरू, तपाईलाई स्वागत छ मेरो अर्को मिनी ब्लगमा। आज चाहिँ म मासुको अचार बनाउन गइरहेको छु। मैले मासुलाई प्यानमा राखेर फ्राई गर्न छोडिदिएँ। त्यसपछि मैले मसलाहरू रेडी गर्दैछु। अनि यसमा चाहिँ मैले जिरा, धनिया, लसुन, अदुवा अनि यो चाहिँ इमली है साथीहरू। यसलाई राम्रोसँग रेडी गरेपछि मैले मासुलाई तेलमा फ्राई गरेँ। अनि यो चाहिँ यतिको रातो भइसकेपछि यसलाई निकालेँ। त्यसपछि यो चाहिँ लसुन अदुवाको पेस्ट बनाएँ। जिरा धनियालाई पनि मिक्सीमा राखेर ग्राइन्ड गरेँ। अनि यो चाहिँ रातो खुर्सानी, यसलाई चाहिँ पिस्न सजिलो होस् भनेर भिजाएर राखेको है साथीहरू। अनि त्यसपछि चाहिँ मैले तोरीको तेलमा यो सबै बनाएर राखेको मसलाहरू चाहिँ राख्दै फ्राई गरेँ। त्यसपछि थोरै भिनेगार राखेँ, अलिकति नुन एड गरेँ। त्यसपछि यो मसलाहरू राखेर राम्रोसँग फ्राई गरेँ। हेर्नुहोस् त साथीहरू, हेर्दैमा कति राम्रो देखिरहेको छ, खाउँ खाउँ लाग्ने। कसलाई मासुको अचार मनपर्छ कमेन्ट गर्नुहोस् है त। थ्याङ्क यू फर वाचिङ। यस्तै अर्को भिडियोको लागि लाइक, सेयर, कमेन्ट अनि फलो गर्न नबिर्सिनु होला। बाइ बाइ।